हेलो केटाकेटी के आज फेरि नि भिडियो लिएर आएको छु हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला नि अहिले चाहिँ भिडियो लेट आइरहेछ थाहा छ केटाकेटी हो किनकि मैले घरतिर छु त्यही भएर नि हो अनि केटाकेटी हो होइन यो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला अनि त्यही हो किप सपोर्टिङ अनि जुन न्यू भ्युवर्सहरू हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन अलमा राखिदिनु होला अब हामी चाहिँ भिडियो तर्फतिर लागौँ अनि हजुरहरूलाई कस्तो लाग्छ भिडियो चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला है ओके मेरो भान्जो यार मेरो भान्जो यो भिडियो गरिसकेछ टेन्सन नगरेर यो चाहिँ बिर्कोले भारे अब कहाँ बोतल कहाँ पाउँदो रहेछ भन्नु बोतल बोतल लिन जानुपर्छ भान्जालाई त तिमी होला भान्जा के बोल्न चाहन्छौ के भन्न चाहन्छौ होइन के भएन कति खमेल गर्थ्यो अष्टमा उयो भएछ अनि केटाकेटी अहिले चाहिँ हामी टिभीएसको सोरुममा थियौँ स्कुटीको चाहिँ प्याटेको हेरेको चाहिँ भान्नुको स्कुटी हो हिरो स्कुटी होइन त्यही हेरिरहेको थिएँ तालले नि हुने रहेछ त यार यो तालले नि हुने रहेछ त्यहाँनिर त्यसलाई के गर्ने भन्दाखेरि हामीलाई 1000 रुपियाँ मात्रै नयाँ हुन्छ यार यहाँ हेर्नु त यो तालले नि हुने रहेछ त यार यो के यो छ नि यो चाहिँ तालिदिने होइन यहाँनिर गमले होइन अनि यो यसलाई यो हालिदिने कि के अरे हुन्छ नि त हर्जु गर्ने टाइपको क्या हो त्यो हालेर टालिदिने यो होइन अनि चित्राउने अनि पेन्ट हालिदिने या कलर हालिदिने दिस इज म केटाकेटी हो अनि आज चाहिँ हामी जाँदैछौँ कहाँ भन्दाखेरि कहाँ जानु पर्छ म केटाकेटी आज म घर जाँदैछु होइन केटिएम टु इन्डियन हुनसक्छ सायद म इन्डियन जान्छु होला घर कति बजी पुग्छ भन्ने त्यो कुरामा उयो पर्छ होइन सायद घर चाँडै पुग्यो भने म सायद इन्डियन गइ जान्छु होला सायद आजै होइन अब भ्याउँछ कि नभ्याउने त्यो कुरा हो मेन चाहिँ होइन त्यो केटाकेटी हो अनि किप सपोर्टिङ जति नै नयाँ भ्युजहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरेर बेल आइकन अलमा राखिदिनु होला किनकि म नि युट्युबमा नयाँ युजर हो त्यही भएर सपोर्ट चाहिँ धेरै आवश्यक परेको छ अनि होप्सो हजुरहरूले सपोर्ट गर्नुहुन्छ भन्ने आशामा मैले भिडियो अपलोड गर्दैछु अनि त्यही भएर सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला माया अलि चाहिएको छ माया देखाइदिनु होला अनि भिडियोमा केही हजुरहरूलाई इफेक्ट लाग्छ या केही उयो छ भने भन्न सक्नुहुन्छ कमेन्टमा अप्सन खुल्लै छ अनि यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गरेर बेल आइकन अलमा राखिदिनु होला त्यति लेक्चर दिन नि आउँदैन क्या मलाई किनकि नयाँ युजर हो म पनि होइन त्यो केही तलमाथि हुन्छ होला अनि होइन यस्तो भएको छ तलमाथि भइहाल्छ केटाकेटी हो डन्ट माइन्ड त्यही हो भिडियो चाहिँ हेरिदिनु होला फुल वाच गरिदिनु होला अनि साथीहरूलाई पनि सेयर गरेर सब्सक्राइब गरिदिनु भनिदिनु होला होप्स मलाई आशा छ कि हजुरहरूलाई यो भिडियो मनपर्छ भन्ने आशा छ अनि सपोर्ट गरिदिन चाहिँ नबिर्सिनु होला हामी चाहिँ अगाडि बढिरहेछौँ अब कतिखेर घर पुग्छ भन्ने कुरा हो अब घर चाँडै पुग्यो भने इन्डिया नि चल्दिने यहाँ चाहिँ मलाई अफी भ्यू लाग्यो कि मा कसम डाँडा काँडा ठक्क देखेर घाम पनि ठ्याक्क छोपिने बेला ठक्क भिडियो बनाएको थिएँ मैले चाहिँ होइन अनि त्यही हो केटाकेटी हो अहिले चाहिँ आधी बाटो नै पुगेको छैन हामी होइन यो चाहिँ भ्यू देखेर मैले क्याप्चर गरिहालिदिएँ क्या होइन कस्तो छ भनेर कि त्यही भएर अब यो बाटो त के होइन माथिको बाटो चाहिँ ओपी छ होइन यो बाटो चाहिँ नर्मली अब हल्का हल्का बेला बेलामा अफरोडिङ छ बट माथिकोमा चाहिँ सानो बाटो चट्ट होइन ड्राइभिङ गर्नको लागि दामीहरूको टिपर ट्रकहरू चाहिँ चल्दैन त्यो बाटोमा अहिले टाटा सुमो र प्राइभेट गाडीहरू मात्रै चल्छ होइन त्यो बस ससहरू चल्दैन कि माथि चाहिँ होइन किनकि सानो बाटो छ ओपी छ क्या टर्निङ सर्निङहरू होइन कर्निङ हान्नुको लागि दामी छ कि बाटो चाहिँ मलाई दामी लाग्छ त्यो बाटो चाहिँ होइन सर चिलमा हिँड्ने कि चिलमा केटाकेटी हो होइन त्यो भिडियोहरू चाहिँ फुल वाच गरिदिँदै गर है केटाकेटी हो नबिर्छ माया देखाउन चाहिँ चाहिएको छ सपोर्ट चाहिँ चाहिएको छ त्यही हो अरू के भन्ने बाटो चाहिँ औडा छ क्या यतातिरको बाटो चाहिँ पिच त पिच पुरै खाल्डिङ खुल्डुङ घुम्ने हुन्छ त्यही हो
अब यहाँबाट चाहिँ हाम्रो बाटो छुट्टिन्छ हेटौँडा जाने होइन त्यसपछि यहाँबाट चलिन्छ चेकिङ हुन्छ कि नो आई डोन्ट नो मलाई थाहा छैन होइन सायद गरेन केटा हो चाहिँ यहाँ अब चाहिँ हामी चल्दिउँ अब यहाँबाट चाहिँ हो माथि हो त्यहाँबाट चाहिँ त्यहाँ अगाडिसम्म लोकल बस जान्छ अनि त्यहाँबाट माथि चाहिँ लोकल बसहरू चल्दैन होइन अब किनकि उता माथि बाटो ठुलो छैन क्या त्यही भएर लोकल बसहरू चल्नको लागि त्यही भएर नर्मली यस्तै प्राइभेट गाडीहरू यताउति मात्रै चल्ने टिपर सिपरहरू यताउति केही चल्दैन क्या ओन्ली बसहरू पनि चल्दैन सरकारी बसहरू पनि चल्दैन प्राइभेट बस पनि चल्दैन केही पनि चल्दैन ठुलो गाडीहरू चल्दैन माथि ओन्ली त्यही 4 पाङ्ग्रे र 2 पाङ्ग्रे त्यो अनि टिपर सिपरहरू यताउति चल्दैन त बुलेटहरू चाहिँ यताउति प्राइभेटहरू चाहिँ चल्छ बसहरू ठुल्ठुलो चाहिँ चल्दैन माथि त्यो यहाँ अगाडिसम्म चाहिँ जान्छ त्यहाँबाट माथि चाहिँ जाँदैन केटाकेटी हो बाटो चाहिँ बहुत उकालो छ अफ रोडिङहरू पनि बहुत छ होइन त्यो भिडियो हेरेर इन्जोय गर्नु होला अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु अनि सब्सक्राइब गर्नु नि है यहाँबाट चाहिँ अफ रोडिङ हो क्या माको यो बाटो चाहिँ कहिले मतलब हुन्छ नि उयो गर्ला बनाउला भनेर यो बाटो चाहिँ असन बनाएको छैन चाहिँ लास्ट अफ रोडिङ छ यो बाटो चाहिँ होइन एकको गेरमा हान्नु बेला पनि पछाडिको जग्गा बुरुक उफ्रिया हुन्छ उभिएर चलाउनु पर्छ यार यस्तो बाटो छ कि यो बाटो झन् बनायो होला भनेर सोचेको तर बनाएकै छैन रहेछ कि बाटो यो बिग्रिएछ कि माकोरी यस्तो गाडलाङ गोल्डुङ बाटो छ कि है झन् यो बाटो बरु ढलान गर्नुपर्ने हो कि यिनीहरूले ढलान गरेको छैन रहेछ अब अगाडिको बाटो बनाएको छ कि नै आई डोन्ट नो होइन किनकि म धेरै मन फसी जाँदैछु यता हेटौँडाबाट जान्छु कि म प्रायः जस्तो होइन मतलब उताबाट गयो भने त धेरै टाढा पर्छ हेटौँडाबाट त्यहीँ सट्ट निक्लिनु मेरो घर त आइपुगेको छ हेटौँडाबाट धेरै टाढा हुन्छ होइन अनि त्यही हो यो बाटो चाहिँ बनाएको छैन रहेछ अब खोइ बनाउँदै थियो जस्तो लाग्थ्यो अस्ति नै आउँदा खोइ कहाँ बनाइरह थाहा छैन यस्तो बाटो यस्तो उफ्रिरहेछ यार फाइनली हाम्रो चाहिँ अफ रोडिङ सकेर अहिले पिच आइसकेको छ होइन किनकि अफ रोडिङ यस्तो पत्तुर थियो कि होइन माया कस्तो बनाएर होला होइन बनाएको पनि छैन रहेछ अहिलेसम्म यो बाटो चाहिँ दामी लाग्छ मलाई होइन यस्तो सानो बाटो छ पर टर्निङ सनिङ दामी बाटो छ कि भ्यूहरू यताउति हेर्नु होइन दामी लाग्छ मलाई माथितिर दामीहरू छ भ्यूहरू पनि बाटोको भ्यू पनि ओपी लाग्छ कि माथितिर टर्निङ हुन्छ कि अब त्यो पाहाड तर्नी पाहाड उकालो तरेर अनि बल्ल तलतिर झर्नुपर्छ तरै जाने हो नि त म त त्यही भएर हो दामी लाग्छ मलाई यो बाटो चाहिँ सही लाग्छ त्यो होस् यो बाटो चाहिँ दियोस् कतिले बनाइदिएछ म्याक्सिममहरूले एनएसमा आगो बल्छ भन्छ नि तर हुन नि हो होइन तर मेरोमा आगो बल्यो भन्नु खोज्यो होइन क्या यस्तो बहुत हिट हुन्छ कि यो बाइक होइन यसले गर्दा पनि किन होला फाइनली हामी चाहिँ इन्डिया छिरिसकेको छ होइन अब इन्डियामा चाहिँ ब्याकग्राउन्ड साउन्ड सुन्ने हो केटा हो यस्तो ब्याकग्राउन्डको साउन्ड मैले रिमुभ गरेछु ब्याकग्राउन्ड साउन्ड पनि सुनिन्छ इन्डियामा मेन प्रब्लम भने हर्न सबैको बाइकमा हुन्छ अनि हर्नको स्विच हुन्छ नि कसैले छोड्दैन यति हर्न बजाउँदै केटाकेटी हो मलाई होइन यहाँ आउँदा छ नि टाउको दुख्छ कि सधैँ के त्यही भएर मलाई आउन मन लाग्दैन तिनी बाध्यताले आएको म त्यहाँदेखि अब ब्याकग्राउन्ड साउन्ड सुन्न आफै है घोडाले त खालिरहेको यार
भजन सुनाउनु नदिएर होला डेढ दामी हुन चाहिँ सामान लिन नलिने यतिबाट जान्छ होला यता भन्सार 12 भएर यहाँ आउँछ म हर्न बजाउँछ साइडको लाग्छ सामान किने नकिन्ने अब उताकोबाट आउनुपर्छ यहीबाट आउनुपर्ने रहेछ हामीले चाहिँ केही सामानै किनेको थिएन होइन यतिकै इन्डिया गएको थियौँ अब यहाँबाट चाहिँ हामी फर्किँदैछौँ केटाकेटी हो सामान त केही किनेन आजको भ्लग चाहिँ यहीँसम्म राख्नु केटा हो भोलि पनि अब 2-3 दिनमा फेरि भिडियो आउँछ जतिजनाले यहाँसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच किप सपोर्टिङ होइन केटाकेटी हो सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरेर बेल आइकन अलमा राखिदिनु होला अब हामी चाहिँ घरतर्फतिर लाग्छौँ अब घरतिरको त के भ्यू देखाउने हजुरहरूलाई अगाडि पनि देखाइसकेको छु हस् त धन्यवाद आजको भिडियो यहीँसम्म ओके अब चाहिँ हामी इन गर्नेछौँ ओके गाइज सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु ओके